सम्पूर्णलाई नमस्कार। म गीता कुमारी साई। आज हामी पढ्दैछौँ त्रुटिका क्षेत्रहरू। भाषा सिकाइमा सिकारुहरूले विभिन्न क्षेत्रमा त्रुटिहरू गर्ने गर्दछन्, जसलाई हामी निम्नानुसार विभाजन गरी पढ्न सक्दछौँ। जस्तै हामी हेरौँ है। भाषा सिकाइका क्रममा सिकारुले विभिन्न तहमा त्रुटिहरू गर्ने गर्दछन्, जसलाई निम्नानुसार विभाजन गर्न सकिन्छ। एकमा वर्ण विन्यासगत त्रुटि। त्रुटि। दुईमा उच्चारणगत त्रुटि। तीनमा छ अर्थगत त्रुटि। चारमा व्याकरणगत त्रुटि। भाषा सिकाइका क्रममा सिकारुले विभिन्न तहमा त्रुटिहरू गर्ने गर्दछन्, जसलाई निम्नानुसार विभाजन गर्न सकिन्छ। एकमा वर्ण विन्यासगत त्रुटि, दुईमा उच्चारणगत त्रुटि, तीनमा अर्थगत त्रुटि, चारमा व्याकरणगत त्रुटि। अब पाँचमा यता लेखौँ है। 5 नम्बरमा शब्द चयनगत त्रुटि। ल त्रुटिका क्षेत्रहरू मुख्यतया वर्ण विन्यासगत त्रुटि, उच्चारणगत त्रुटि, अर्थगत त्रुटि, व्याकरणगत त्रुटि र शब्द चयनगत त्रुटि हुन् भने यिनीहरू भित्र पनि के त्रुटिहरू हुन्छन् त तिनीहरू हामी क्रमशः लेख्छौँ है त। हामीहरू सर्वप्रथम केमा लेख्छौँ? वर्ण विन्यासगत त्रुटि अन्तर्गत के त्रुटिहरू हुन्छन् तिनी कुराहरू लेख्दछौँ। वर्ण विन्यासगत त्रुटि अन्तर्गत ढकार र ढिकार को प्रयोग सम्बन्धी त्रुटि। अर्को भनेको ह्रस्व र दीर्घ दीर्घका आधारमा मात्राको प्रयोग सम्बन्धी त्रुटि। लिङ्ग, वचन, पुरुष का आधारमा अथवा लिङ्ग, वचन, पुरुष का आधारमा प्रयोगगत त्रुटि। अर्को भनेको दिको दिने र नदिने सम्बन्धी त्रुटि। जस्ता विविध त्रुटिहरू वर्ण विन्यासगत त्रुटि अन्तर्गत पर्दछन्।
वर्णविन्यासगत त्रुटिमा रकार र ऋकारको प्रयोग सम्बन्धी त्रुटि, ह्रस्व र दीर्घका आधारमा मात्राको प्रयोग सम्बन्धी त्रुटि, लिङ्ग वचन पुरुषका आधारमा प्रयोगगत त्रुटि, दिको दिने र नदिने सम्बन्धी त्रुटि जस्ता विविध धेरै हुन्छन् है। वर्णविन्यासगत यी बाहेक अरू धेरै हुन्छन्। अहिले हामी यति नै सिक्छौँ। अब अर्को छ उच्चारणगत त्रुटि। अब हामी अर्को पढ्छौँ उच्चारणगत त्रुटि। उच्चारणगत त्रुटि यस अन्तर्गत लेख्य चिन्हको ख्याल नगरी अथवा नगरिनु, लेख्य चिन्हको ख्याल नगरिनु। अर्को भनेको त वर्गका वर्णलाई त वर्गमा उच्चारण गरिनु। अर्को आरोह अवरोह अवरोहको व्यवस्था गरिनु। अर्को गति यति लय लयलाई ख्याल नगरिनु। गति यति लयलाई ख्याल नगरिनु। पद योग र पद वियोग को प्रयोग सम्बन्धी त्रुटि। प्रयोग सम्बन्धी त्रुटि आदि उच्चारणगत त्रुटि अन्तर्गत पर्दछन्। उच्चारणगत त्रुटि अन्तर्गत लेख्य चिन्हको ख्याल नगरिनु, त वर्गका वर्णलाई त वर्गमा उच्चारण गरिनु, आरोह अवरोहको व्यवस्था गरिनु, गति यति लयलाई ख्याल नगरिनु, पद योग र पद वियोगको प्रयोग सम्बन्धी त्रुटि आदि उच्चारणगत त्रुटि अन्तर्गत पर्दछन्। अब हामी अर्को पर्दछौँ अब हामी 3 नम्बरमा पर्दछौँ व्याकरणगत त्रुटि। व्याकरणगत त्रुटि यसमा व्याकरणिक नियमको ख्याल नगरिनु। व्याकरणिक नियमको ख्याल नगरिनु। एक वचन र बहुवचन एक वचन र बहुवचनको प्रयोग सम्बन्धी त्रुटि। व्याकरणिक कोटि अनुसार सिकाइ नहुनु। वाक्यात्मक जटिलताका कारण
अर्थबोध नहुनु। नहुनु जस्ता त्रुटिहरू यस अन्तर्गत पर्दछन्। व्याकरणगत त्रुटि अन्तर्गत व्याकरणिक नियमको ख्याल नगरिनु, एकवचन र बहुवचनको प्रयोग सम्बन्धी त्रुटि, व्याकरणिक कोटि अनुसार सिकाइ नहुनु, वाक्यात्मक जटिलताका कारण अर्थबोध नहुनु जस्ता त्रुटिहरू यस अन्तर्गत पर्दछन्। अब हामी अर्को त्रुटि क्षेत्रमा अर्को अन्तर जान्छौँ। अर्को छ शब्द चयनगत त्रुटि। शब्द चयनगत त्रुटि ल हामी अब शब्द चयनगत त्रुटि अन्तर्गत छौँ। यसमा शब्द भण्डारको ज्ञान नहुनुले अर्थगत बोध नहुनु। शब्द भण्डारको ज्ञान नहुनुले अर्थगत बोध नहुनु। शब्दवर्गसँग उपयुक्त पदक्रम नमिल्नु आदि। ल त्रुटिका क्षेत्रहरू हामीले यति नै पढ्छौँ।